तपाईसँग पनि घरमा योगा व्हील छ भने एक्सपेरिमेन्ट गर्नुहोस् योगा व्हीलसँग। आज पद्मासनमा बसेर योगा व्हील प्रयोग गरेर कसरी बडीलाई स्ट्रेच गर्न सकिन्छ भनेर एकदम जेन्टल मुभमेन्ट, एकदमै जेन्टल, नो स्ट्रेस नो प्रेसर, यसरी बसेर ठ्याक्कै पछाडि ब्याकमा सपोर्ट दिनुहोस् व्हीलले, बिस्तारै रेज गर्नुहोस् हिपलाई, स्लोली तल माथि तल माथि। एज यु क्यान सी हाम्रो लोवर ब्याक एरिया मजाले रिल्याक्स गर्दैछौँ हामी, नो स्ट्रेस नो प्रेसर। बिस्तारै हातलाई तन्काइदिने, पछाडि एकछिन होल्ड गरेर बस्ने। अझै तपाईँलाई डिप स्ट्रेच चाहनुहुन्छ भने फिङ्गरलाई इन्टरलक गरेर तनक्क तन्काइदिनुहोस्, पाखुराले कान छोइरहेछ, हल्का 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 मोसन एड गर्नुहोस्। यसरी योगा व्हीललाई तपाईँले विभिन्न तरिकाले प्रयोग गर्न सक्नुहुन्छ। सिम्पली यति बस्नको लागि, यतिकैमा स्लोली माथि, रमाइलो छ जिन्दगी। भएको सामग्रीको भरपूर उपयोग गर्नुपर्छ। वाइ नट फाइन्ड वेज टु एन्टरटेन युर सेल्फ, आफ्टर अल योगा इज फन, होइन त? ट्राई गर्नुहोस् न तपाईँले पनि घरमा है। यसरी आफूसँग भएको सामग्रीलाई भरपूर प्रयोग गर्ने अनि आफ्नो अभ्यासलाई नयाँ नयाँ तरिकाले, नयाँ नयाँ किसिमले ट्राई गर्ने, परिमार्जन गर्दै जाने। यसरी गर्नुभयो भने हरेक प्र्याक्टिस सेसन बिकम्स मोर फन। ट्राई गरेर हेर्नुहोस्। मैले पहिले पनि भनेको छु, योगा व्हील भनेको इट्स अ भेरी फ्रुटफुल इन्भेस्टमेन्ट फर यु। तपाईँहरूले सजिलै पाउन सक्नुहुन्छ बजारमा। यो कर्कवाला योगा व्हील हो, अराउन्ड 4750 परेको थियो जस्तो लाग्छ मलाई, 4750। सस्तो पनि पाइन्छ, प्लास्टिक आउटर भएको, इक्वली बलियो हुन्छ त्यो पनि। मलाई चाहिँ अलिकति एर्गोनोमिक खालको मटेरियल मन पर्यो यसको, त्यसले गर्दा मैले यो किने। तपाईँले अनलाइनमा अथवा स्पोर्ट्स पसलहरूमा गएर किन्न सक्नुहुन्छ। 1500 को हाराहारीमा पनि पाउन सक्छ। यदि तपाईँ साँच्चै आफ्नो योग अभ्यासलाई अर्को लेभलमा लान चाहनुहुन्छ भने थिङ्क अफ इन्भेस्टिङ लिटल
मनी अन योगा व्हील। यसले तपाईँको ओभरअल बडीको फ्लेक्सिबिलिटीलाई इन्हान्स गर्न, इम्प्रुभ गर्न निकै मद्दत पुर्याउँछ। र तपाईँ एकदमै लङ टर्म योगा प्र्याक्टिसमै लागेर चाहिँ अगाडि बढ्छु भन्ने मेरो चाहना छैन, किन खर्च गर्ने जस्तो लाग्छ भने त्यो सोचलाई पनि अलिकति परिवर्तन गर्नुहोस्। किन भन्दा यस्तो योगा व्हील, बेल्ट, त्यसपछि योगा ब्लक यो किन्दैमा हामीले चाहिँ गाह्रो आसनहरू प्र्याक्टिस गर्नको लागि मात्रै हो भन्ने होइन, तपाईँको हरेक दिनको प्र्याक्टिसमा बडीको पोस्चरलाई राम्रो बनाउनको लागि, अलाइनमेन्टलाई राम्रो बनाउनको लागि, त्यसै गरी बडीलाई रिल्याक्स गर्नको लागि पनि प्रयोग गर्न सकिन्छ है। मैले पहिले पनि तपाईँहरूलाई अरू भिडियोहरूमा देखाइसकेको छु योगा व्हील प्रयोग गरेर बडीको पोस्चर अलाइनमेन्ट कसरी राम्रो बनाउन सकिन्छ। तपाईँले यो किन्नुभयो भने योगा व्हील अलिकति कम, यो अलिकति भारी छ हैन, केही नभए पनि यो 4 किलो 5 किलो जस्तो छ होला हैन। सो कति सजिलै गरी यसलाई चाहिँ मल्टिपल वर्कआउटको लागि प्रयोग गर्न सक्छु मैले हैन। हेर्नुहोस् त, ट्राई गर्नुभयो भने अनि तपाईँलाई थाहा हुन्छ यसको स्कोप कति छ भनेर। इट्स अप टु यु नाउ। प्लिज love yourself. If you love yourself, love your body, love your soul, your mind. Don't love your pocket. Spend a little money for yoga week. ल आजलाई यतिकै, फेरि भेटौँला अर्को भिडियोमा।